यस्तै यस्तै छ है यता चाहिँ त्यता कस्तो छ हिँड्यो आज अब छुट्टी हो आज यो छुट्टी भोलि अर्को छुट्टी भोलि मलाई छुट्टी आज कामको छुट्टी खैर केही छैन हिँड्यो यो रमाइलो ठाउँतिर गार्डन भइहाल्छ यता आछि समुद्र देख्ने बित्तिकै त मन आहा भने जस्तो हुन्छ कि उही पहिला बाच्चाको लाँदाखेरि रमाइलो त पौडी त्यति हुन्छ रमाइलो त तर पौडी नै आएन पौडी नै गए पनि मलाई पौडी आएन कुरो त क्या यार राम्रो देखियो यार आफ्नै अनुहार लाउँदा नि एकदम भित्रबाट कटकट हाँसो आउँछ यो सिनेरी हो यहाँ समुद्र आएको हाम्रो गाउँको बाटो नि यस्तो थियो एकताको अनि 36 नम्बरको जिपबाट हेर्छ क्या एउटा 36 नम्बरको दाइ थिएँ जिपको नम्बर 36 नाम त के थियो थाहा छैन बिर्सेँ मैले थाहा त थियो फ्रन्ट काउन्टर पुत्ताउँदै त अघिल्लो टायर भन्ठ्याङ बनाउँदै लिएर आएर यहाँ यस्तो घुमाएर स्माट्ट पुऱ्याइन्थ्यो कि जुनले के गर्थ्यो भन्दाखेरि आयो भाल्ले गाडी आयो भन्दै पुरा यस्तो गरेर नचाउँदै लान्थ्यो कि गाडी त्यस्तै खालको बाटो त यता गएर खन्दा यता झ्याउलाएर चल भाइ भनेर यता केटा लाग्थ्यो बाटो कहीँ त्यस्तो हो यहाँ अब के गाडी आउने मान्छे भने गाह्रो भयो यस्तो अस्ति नै आएको म छक्का त्यस्तै छ उही एकचोटि डोजर अस्ति छ बेला त म हामीलाई त्यो छोरे बाउरो याद आउँछ मलाई यता जाँदाखेरि छोरे बाउरो त्यस्तै शीतल चिसो ओसी ढिलो पानी छ बालुवा छैन यहाँ गिटी खान ठ्याक्कै थिएँ एकताको त म छोरी बाउरै आस्तो भयो अस्ति नआउँदाखेरि त के फरकै छैन त्यही भएर मैले गाउँ बिर्सेँ भन्ने कारण त्यही हो आयो 36 बोलेरो थियो कहाँ लुकिने हो थाहा छैन यस्तो बाटो नचाउँदै त अघिल्लो टायर ल्याउँथ्यो क्या हुर्काउँदै चक पर्दै यस्तो रमाइलो हुन्थ्यो त्यो बेला नि बाला पनि क्या बाला पनि थियो वाह थियो त्यो बेला च्यालो माछा बनाउँछन् खैर केही छैन जिन्दगानी एक्लै हो यहाँतिर आएर होइन किन के हो डर लाग्नु त खुट्टु भनेर रातो गएको यार डरै लाग पनि सिरिङ नै भएको त्यो मुटु त बुक गर्छ आज यहाँ अस्ति एउटा कुर्ची थियो कुर्ची रहन्छ अहिले फाउन्टेनमा यहाँ आएको हेर्दाखेरि त फोटोमा त राम्रै देखाइ थियो आएको त यार नौच्यो भनेर आएको थियो होइन कपडा सबै भोलि है खासै त्यस्तो उ रहन्छ क्या नहुन्छ अनि म फर्केर गएको पनि अस्ति नानी यहाँ आएर नि चौटा खाना आएको बुढी झोला डुबेर मऱ्यो भने जस्तै भयो त मलाई कपडा लिएर आएर पुरा फोटो खिच्छु भनेर आएको थिएँ है तर अनि त्यो भएन कि सम्भव नै भएन केही नि थिएन अनि केही छ यार माछा अनि के गर्ने यार छेउछाउमै हुँदो रहेछ नि त मलाई कति शान्त हो आनन्द आउने नभन्दै के हो यो पानीमा पानी आउँदो रहेछ क्या यहाँ अनि अलिअलि हल्का फुल्का पर्दैछ आज फिसिङ माछा हेर्छु फिसिङ त त्यस्तै हो माछाहरू जाने यहाँ चाहिँ माछा खाँदा गहिरो पनि छ पक्रा बोल्नुपर्छ त्यस्तै जाडु भने जस्तै हुन्छ कि गइ छ मुला भाग्न पर्ला नि फेरि
यहाँ अस्ति नै मलाई यस्तै भएको आज नि त्यस्तै भयो लाउँछु भन्ने सोच हुन्छ यहाँ चाहिँ केही नै हुन्न छत्लाङ छुत्लुङ मात्र आउँछ त्यो पानीमा त्यो के अरे ढुङ्गा त्यो जहाँ चल्यो भने पानी माथिमा आउँछ भर्खर निस्को माछा त यहाँ त माछा त यहाँ रहेछ नि त्यही हो एकछिन बस्नु पऱ्यो पानी हेर्नु पऱ्यो अनि रमाएर जानु पऱ्यो अस्ति नै आउँदाखेरि अलिक तल थियो पानी ल ल ल ठिक छ म यसो भयो अब नछु र छोराले मसित आवाज चिनिहाल्छन् यो मान्छे हो हाम्रै मान्छे हो भनेर अनि छोराले यसो गुन्जान मलाई यस्तो हो ठिक छ अब ट्याक्क यहाँ उभिन पर्छ फेरि धुम्तनाना उता फर्केर फोटो खिच्नु पर्छ ल अरू केही छैन होटलमा साइली भियो भने ढुङ्गा सम्झना यो जेसुकै होस् कति रमाइलो माने होइन नमाने किलोमिटर यस्तो भने चाहिँ केही पनि लाउनु डर आउँछ क्या पौडिनु नभए त म गइहाल्थेँ आँट हुने त म गइहाल्थेँ होइन पानीसँग डर आउँछ कि एक गौरी पानी भए हुन्छ एक गौरी पानी भएको छुट्टै कुरो लगाउ एक गौरी हो के हुन्छ र यही त खाएर सक्दिन्छु दिनभरि अनि निस्किन्छु भन्ने कुरो हुन्न यसो खोजियो पाइन्छ अनि होइन दिनभरि एक गौरी सकिन्छ 3 लिटर त हुन्छ कति हुन्छ अब पानीलाई मजाक पनि सम्झिनु हुन्न पानी राखेकोलाई कुरो त हो अब एकछिन बसिन्छ यो पानीको आवाज सुनिन्छ ज्यानलाई आनन्द आउँछ अलि माछा अलिक टाढा रहेछ कि अलि नजिक आउनु तिमीलाई हेर्दै यो माछा यत्रो हो यो माछा यत्रो हो भन्दै बस्नु हुन्थ्यो त्यो छैन किन छैन भन्दाखेरि कहाँ हो कहाँ माछा अलि ल शान्त भयो पुग्यो हल्ला गरौँ कि पानीले उता गइ आउने भन्ने डरमा पानी बढेको एक्कासी लौ घर मोटर बन्द गरेर आउन बिर्स्यो त पानी त बढ्यो यहाँ त हो आयो पानी जहाज आयो यसको मतलब फुल्यो त आउँछ यार माथि ल भने छैन मलाई फेरि भिडियो बनाउन गएको भयो नि त होइन किन लाऊ पनि आएर झन् शान्त भयो भनेको उर्ले कस्तो राम्रो त्यहाँ स्पोट थियो यस्तो बसेर के भन्नु र खै धोका दिनेलाई तिमी हाँस पो मै अचम्म रह्यो के भन्नु भर्खरको शान्त शान्त बास बे त ल मान्छ अलि त्यो सुरुमा आक्रामक तरिकाले प्रस्तुत भयो भने पछि शान्त भइसक्यो जहाज रहेछ क्या पानी जहाज त्यही भएर यस्तो त्यो के अरे बौरा ढोका त्यति याद आउँछ तर कालीगण्डक कि सरल जान्छ भातलाङ भुत्लाङ देखिन यहाँ चाहिँ अलिक त्यस्तो हो नभए यी वरिपर यहाँ अब कुनै छ नि अब हाम्रो त्यहाँ घाटहरू मान्छे लाने कुरो हुन्छ यहाँ त्यस्तो छैन यहाँ मान्छे आउने कुरो हुन्छ पौडिन
त्यति हो। तर यसो हेर्दाखेरि वनस्पति यताउता झार पानी हेर्दाखेरि ठ्याक्कै त्यस्तै दुरुस्तै मलाई त लाउँछ। यस्तो बाटो त्यहाँ यस्तै बाटो पुग्छ बल्ल बल्ल होइन। अब यस्तै छ, त्यहाँ नि फराकिलै ठाउँ छ, फराकिलै छ। यतापट्टि त्यहाँ हाम्रो गाउँको एउटा हजुरबा हुनुहुन्थ्यो, उहाँ त्यतै हो कि अघि बसेको तपस्या बस्नु हो। त्यस्तै छ यहाँ नि। अब यतापट्टि त्यस्तै ठाउँ छ, नजान्न उता। अब म जान्छु घर, समय भयो। यसै बेलुका नि कहाँबाट ढिलै आएको यार, लास्टै थाकियो। आउँदा बित्तिकै कपडा यस्तै फालिदिएर सर्ट छिरेर सुत्दिएको, अनि बिहान उठेर निस्केको। ढिलै आएन, जति बजी सुत्यो नि बिहान 6:30 बजी निद्लो तलो भनिदिन्छ। अनि बानी परिसक्यो आजकल त। तर म यहाँ एउटा कुर्चीको खोजीमा आएको, मलाई कुर्ची रहन्छ अहिले त्यो चाहिँ लिएर गएको नि जस्तो लाग्यो। पानीले भेलले लगाएको थाहा होइन, जलसुकै लगाओस् जल्ला नि। आफू बस्न पाएन, ढुङ्गामाथि बस्न पर्यो। अरू केही छैन। अब गइन्छ। अब यस्तो यो अक्रम बक्रम कुरा त्यस्तै हुन्। यसरी बसियो रमाइलै छ। ऊ त पारिजाम भएको पनि छैन। अब यहाँ ढुङ्गा गाडी जान्न। यहाँ ओल्लो टापु र पल्लो टापु कनेक्सन हुने भनेको त्यही ढुङ्गाको मार्फत चाहिँ गाडी नै होइन। अब यहाँ गाडी छन्, टापुमा चलिरहन्। अब अर्को टापुमा जाऊँ भन्ने नि छैन त्यो पुल। गाउँ छ एउटा पुल, एउटा टापु झुन्ने, तर यहाँ होइन। सानो टापु त त्यस्तै छ, ढुङ्गा लिएर जाने कुटो चलाउँदै। अब म जान्छु। साथी चाहिने भनेको कोही फोटो खिच्न मात्र हो। यहाँ त्यस्तो हुन्छ कि साथीको आवश्यकता। लाग्यो घर, अब गइन्छ। आक्रम भएर पनि खेल्यो कि यो यदि म यस्तो बोलेको कि के बोलेको मलाई थाहा होइन। म बोलेको त्यस्तो भएको क्या। गुनगुनाउने मान्ने बस्थ्यो, काममा नि पुरा गीत लाएर गर्दै हो। एक्लै हो, चलपल लिँदै भनौँ न, एक्लै अब गीत लाउँछु। यता अक्रम बक्रम के हाल्छु पारेर, अनि घुमाउँछु, अनि डल्ला बनाउँछु, पकाउँछु, अनि डब्बा हालेर हिँड्छु। तर गीत लाजिम सुन्छु, अनिवार्य सुन्छु। महात्मा गान्धी होइन, जङ्गल आएर भाषण छोड्दै अरे त्यस्तै हो लास्ट। आदरणीय जनसमुदाय भनेर मैले अब होइन यहाँलाई भन्न पनि सक्छु, पाएँ भन्न। मेरो मर्जी होइन, मेरो मुख, मेरो बोली, मेरो मर्जी। सुने सुन, नसुन्ने नसुन हो नि, त्यस्तै हो कि। ल ठ्याक्क लाएर यो बाटो देख्दाखेरि उही झल्को लालीकोटको बाटो पुग्यो, मोटर गुड्यो, जुम्ला कालीकोटको के भन्दै गीत गाउँदै त्यस्तै लाउँछ। के हो कुरा नरम यार। के त्यो बोलेको त्यस्तै भएको। म किसिम बोल्छु यार, तर के बोल्छु भन्ने कुरो थाहा नै हुन्न। मतलब रेडियोमा ब्याट्री हाल्यो, फुल चार्ज ब्याट्री हाल्यो, अन गर्यो, त्यसपछि अब समाचार विस्तारमा भन्ने जस्तै पटाटा गएको छ त्यस्तो भयो।
हो भड्डु कट्टु कपाल छ छोप्नलाई यो 1 युरोको टोपी हो लानु त पर्यो लगाइदिएँ मैले नि ल यसरी है सकियो डाँडे काटेर आइयो होइन गीत थियो नि मन कि रानी ट्याङ 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 होइन अनि यता जङ्गल बिचमा यो नि त कुरो ठोक हो के भयो भाइ के भयो जेसुकै होस् हिँड्नपर्छ कुरो त्यही हो होइन यी म आज सकेको थिइनँ है राति ढिलै उठ्यो ढिलै सुत्यो रातिदेखि ढिलो उठ्ने हो र बिहान पो ढिलो उठ्ने हो ढिलो सुत्यो तर बिहान अब त्यही 7:30तिर निद्रा हुनुहुन्छ आफै जानुहुन्छ अनि लात्ताले हानेर मलाई कोठाबाट बाहिर निकाल्नुहुन्छ जस्तै निद्रा हुन्न अनि म बाहिर आउँछु अनि त्यसपछि म हिँड्छु आज त्यस्तो खासै सकिनँ गएँ अनि वेट लिफ्टिङ ट्राई गरेको थिएँ यतिकै बडी वेट जोस सुरुमा के छ यति किलो भन्ने हुन्छ भन्ने पनि अनि सो हान्दै अलि उ भयो कि कस्तो भयो अनि छोडेको त्यसपछि आज हिँड्छु अलिकति भन्ने भयो त समुद्रतिर गएँ आएँ भिडियो पनि बनाएँ होइन सम्झनामा त्यो कैद गरेँ कोही यता कैद गरेँ कोही यता कैद गरेँ जता गरेँ होइन भयो अब त्यसपछि कुकुर बोकेपछि मेरो साथी जान्छ त्यहाँ हुन नपर्ने आएँ अब त्यही अरू त सबै एउटै हुन्छ कुराहरू होइन दिनको जीवन यापन गर्ने तरिका हो कसैले फोन हेरेर गर्छन् कसैले सुतेर गर्छन् अलिअलि अक्रम काम गर्ने त्यही त सकिन्छ अनि आज छुट्टी भइहाल्यो छुट्टीको दिन अब यसरी नै बनाउनुपर्छ रमाइलो मजा गर्नुपर्छ होइन त्यही हो अरू सबै बढिया छ ठिक छ कति बेला अब चर्को दिन्छु मैले कति बेला सुस्त निकाल्छु यतातिर कुकुर भएको एरिया हो अनि अलिकति डर लाउँछ कुकुरसित त्यही भएर ल आजलाई यति धेरै बोलेँ म आज कति बोलेँ त कुरा त दिनभरि यत्तिकै बोल्यो भने म बोलिदिन्थेँ त्यस्तो हो त अहिले त पहिला त लजाउने लजाउटी चार जस्तै लजाउँछौ भने जस्तै हुन्थे हेर्ने नसक्ने कि मुख बोल्ने नसक्ने हुन्थे अहिले त गरिदिन्छु त्यस्तो भयो मतलब समय परिस्थिति होइन मान्छेलाई चाहिँ बदल्दो रहेछ कि भन्ने कुरो पनि सिकियो अब जिन्दगीले सिकाएको राम्रो एक किसिमले गएको है आजको लागि यति हेर्न मन लाग्यो हेरौँ के हो भन्न पाइयो हेर्न 10 चोटि पनि पाइयो हेर्दै गरौँ त्यस जिन्दगीको काटेछ यो केटाले भनेर हेर्न मन लाग्यो हुन्छ दिनदिनै हालिदिन्छु मैले भिडियो अक्रम कुरा अब बोल्न त के बोल्छु कहिले राम्रो बोल्छु कहिले नराम्रो बोल्छु कहिले एक्लै ठिक भन्छु कहिले साथी त चाहिन्छ भन्ने भन्छु होइन
अग्रम बग्रम मिलाएर बुझौँ त्यो ल फेरि म चाहिँ सुत्नु